हितैको माया पिरैमा बिसाइ हाँसौला मनैको अझै हुइरहनु पर्छ छैन भने कहाँ आइपुग्नु जी पकाउनु ठाउँ पनि खड्ने जति पानी ल्याम्प पर्छ त त्यसले त अनि जति सेलाउँदा गयो उति घरै शृङ्गारी बसौला छाहारी तिमी भए शीतल खोजौला छाहारी तिमी भए शीतल खोजौला दिलैको धडकन बिउताई मुटु बाँचौला फिक्कामा भए रङ्ग मिलेरै पोतौला खाली पाना जिन्दगी कथा कुरौला छाहारी तिमी भए शीतल खोजौला भिरैको फुल सरी तिमीलाई सिरैमा सजाउँछु यो जिन्दगानी भारै परे नि सँगै चल्छु म हितैको माया घिते नमर्ने हो हितैको माया भितै नमर्ने मुटुमै गर्छु सानो मायाकै महल नि सजाउला साथ भए तिम्रो मिठो मायाकै सपनी मा बाँचौला काँध रहे तिम्रो मलाई आज तिम्रो मायामा पक्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा बाबुआमाको बिहे होइन ल आफै देख्छ के खाने कसरी खाऊ यार हाम्रो यताको कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि
सबै चेक गर्नु अब चिचिला गाउँपालिकाबाट दुईबाट हाम्रो बेहुला राजाले होइन निक्लेको अनि चाहिँ नि अब आफ्ना अनि अब हाम्रो नम्बेर साचा बाइङ नेचाली राईले अनि चाहिँ नि आज आफ्ना हाम्रो राजाले हामी आफ्ना जीवन साथी रानी बनाएर ल्याउनु भएको छ त्यो अत्यन्तै 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 राम्रो होइन राम्रो ह्याप्पीनेस हेप्पी बर्थडे भन्नु भयो नि हेप्पीनेस हैन हाँसी खुसी भइरहेको छ यस अवसरमा अब हामी रेगुलर अगाडि बढ्दा हुन्छ अनि हाम्रो हामीलाई ढिलाइ भइसकेको कारणले कल्चर अनुसारको कस्तो नगराउनु के लाठाहरू मुखै नआउने भए पो बेग्लै भन्दाखेरि मान्छेले दिल्लाकी गर्छन् यिनीहरूको त अनि संस्कारै रहेनछ भन्छ त्यही कारण एउटा गुरुले दिएको एउटा पुर्खाले दिएको अनि इतिहासमा भइरहेको कार्यहरू हामी गर्न गइरहेका छौँ प्रेमवादको दर्शनले पनि अनि चाहिँ नि दियो कलश 3 कलश 1 दियो राखेर यो हाम्रो दियो कलश भन्नु चाहिँ चुला जस्तो पनि हो है यो चाहिँ नि अब प्रेमवादको दर्शन अनि चाहिँ नि सबैले हाम्रो राई किराँतीया घरमा 3 चुला बोलाउँछ हैन अनि आज हामी घर भित्र्याउन गइरहेका छौँ र यसमा थोरै परम ईश्वरसित आशिष मागेर हामी भित्र्याउने छौँ र भित्रेर अनि प्रवेश गराउनेछौँ प्रवेश गराएपछि फेरि हाम्रो घरभित्र अनि चाहिँ नि चुलामा लाने पनि कार्य हुन्छ 2 किसिमको कार्य भइरहेको छ है आज ल हामी आत्मिक जागरण गर्छौँ र आफ्ना भगवानसित आफ्ना देवतासित आफ्ना कुलसित सबैले बल माग्ने भर माग्ने भन्छन् त्यस्तै हामी पनि परम प्रधान परम ईश्वर सर्वशक्तिमान सर्वव्यापी सर्व अन्तर्यामीलाई ब्लेसिङ माग्नेछौँ होइन शीर्षाको आयु माग्नेछौँ ज्ञान विज्ञान माग्नेछौँ अनि त्यो मागिसकेपछि हाम्रो राजा रानीलाई अनि आशिष मागेर आज हाम्रो बाबु माइती सहित हामी भित्र्याउने छौँ कोही पनि बाबु माइतीहरू नछुटिनु होला भन्ने पनि म यहाँबाट आह्वान गरेँ थ्याङ्क यू हामी आत्मिक जागरण गरेछौँ हाम्रो यात्री महानुभावज्यूहरूले सबैले हात जोडेर हामी अन्तर बिन्ती गर्दैछौँ 1 2 3 स्टार्ट गो ज्वालामुखी नै पो जलेछ
परमेश्वर शून्यताको राजा मालिक हजुरप्रति हामी नतमस्तक छौँ। हजुरमा समर्पित हजुरमा विलिन हुँदै आज तेन्सु चेउको अनि छोरी हाम्रो अनि नामबेर साजको दलानमा हामीले ल्याइसकेका छौँ। अब भित्र्याउने कार्यहरू भइरहेका अवस्थामा परमप्रधानसित हामी आशीर्वाद माग्नेछौँ। नरसिंह तुराई रातेको राम्रो सनाई भन्छ नि त होइन भोग्दै हुनुहुन्छ। सबैले 2 फन्का पुगेपछि सबैले लिनु होला है हजुर। नबिर्सिनुहोस् हजुर, नबिर्सिनुहोस्। फुलहरू अब मुठे राख्दा हुन्छ हजुरहरूले। अब जोगाउनु होला। यत्रो सानो आँगन भएको कारण बाक्लो भइरहेको छ है हजुर। 3 फन्का पुग्यो, 3 खण्ड पुग्यो, 1 फन्का हजुर उताबाट आऊ भन्दै। विक्रम गर्ने पञ्चकन्या जीवहरू उभिदिनु होला। त्यो कलश हुने अगाडि बस्नु होला, बेहुला बेहुलीको अगाडि। अनि चाहिँ नि हाम्रो अब बेहुला राजाको आमा बाउले अनि बेहुला बेहुलीलाई टिका लगाइदिनु हुनेछ। अनि बाउ आमाले पर्साइदिनु हुन म अनुरोध गर्छु। बाउ आमाले पर्साइदिएपछि अनि अरू उपस्थित महानुभावहरूले पर्साइदिनु हुन अनुरोध गर्दछु।
अब के भने हाम्रो बेबी रानीले आज को घर भन्दा नि भएन आफ्नो माइती घरबाट भन्नुभएको छ खुसीका फूल बटोलेर मनको रुमालैमा खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई ओ नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा नागी सबै मनको सीमा पूर्णिमाको जुनेलीमा पर्खी बसे आउने छेउमा लिन तिमीलाई पर्खी बसे आउने छेउमा लिन तिमीलाई हजुरको कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहार त्यो झनै राम्रो हजुरको कल्की राम्रो हजुरको बोली राम्रो गुरस फुले बनाइ राम्रो मुहार त्यो झनै राम्रो पहिला सर्छन् इन्द्रणी रंग मिसाएर राखी परेलीमा हेरिरहु जस्तो लाग्छ किन तिमीलाई हेरिरहु जस्तो लाग्छ किन तिमीलाई मिठै रहेछ त त्यो लु घिनाउँदै भए पनि खाइदिनु हाम्रो देउनीले अनि जुठो त मिसाउनु पर्यो ल हुन्छ ल भाइको त्यति मात्र आमालाई जोइ पनि अब खोइ अरू अब बेहुलीले पछाडिबाट आयो बेहुलीले पछाडिबाट आयो हजुर बेहुलाको पछाडि पछाडि छैन तिराउनु पर्यो बेहुलीले छैन तिराउनु पर्यो बेहुलाले दाजुभाइ अहिले ढोक बाहिर हो बाहिर के ढोक्ने हो बाहिर बिदाइमा
खै मामा माउलीहरू कतातिर छ हजुर बेहुला राजाको मामा माउली फटाफट होइन यहाँ ढोक्ने होइन के बेहुला बेहुली
चिनो हरायो हितको माया नो डाँडा पारी यादले मनै बिजायो हो 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 डोर्याउँछ यो हावाले तिमीतिरै झन् किन तिम्रै वरिपरि खुसी हुन्छ मन डोर्याउँछ यो हावाले तिमीतिरै झन् किन तिम्रै वरिपरि खुसी हुन्छ मन फाट्यो मायाको नजाले रुमाल आँसुले मनै भिजायो हितको माया नो डाँडा पारी यादले मनै बिजायो बज्यो बज्यो निर बाँसुरी धुन यो मायाले निर पार्छ कि रुन हो 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 सिरीमा सिरी बतासै चल्यो मायाको चिनो हरायो यादले मनै बिजायो आँसुले मनै भिजायो मायाको चिनो हरायो मायाको चिनो हरायो बज्यो बज्यो निर बाँसुरी धुन अलि यता अगाडि है राम्रो राम्रो भिडियो गरिदिनु है रबिन्सन हुन्छ आशीर्वाद दिनु न अब हुने कुरो भए त अनि मान्छेले कति अझै अगाडि तन्किनु तपाईँ तपाईँ जानै पर्ने छ राजा म जानै पर्ने भयो रात परेछ पानी परेछ अब खाना खानु भएको भएन खाना टन्ने भयो म एकैछिन पुगिहाल्छु आमाले राम्रो तारिक लप्सेबाट त्यो एक रात तिनले लप्सेबाट यहाँ कसै पैसा दिने